गुड मर्निङ गाइज फेरि आजको भ्लग फेरि आजदेखि आधीदेखि मै सुरु गर्दैछु र आजको चाहिँ भ्लग के भने कुनै के भनेर काट्नुलाई सबै भ्लग यति नै र आजको भ्लग तपाईँहरूले ए नानी टिल्ट गर्नु त गुड मर्निङ उठ्नु कति बिर्सेछ ढिलो भयो गुड मर्निङ गाइज फेरि आजको भ्लग फेरि आजदेखि आधीदेखि मै सुरु गर्दैछु र तपाईँ हुनुहुन्छ होइन थ्याङ्क यू मर्निङ दा खोइ त लु छन्दा यो चाहिँ मेरो है यो चाहिँ मेरो है म त ढिलो बिस्तारै नै अनि म चाहिँ फ्याट्टै ओभरटेक हाम्रो कम्पनी केटा जाँदैछ यहाँनिर आजको ग्रान्ड ड्रोनले खिच्नुपर्छ यहाँ त अब ड्रोन त अब भएको त अन्त नाम पनि लेख्नु पर्ने यहाँ कसले बनाएको भने क्या हामी साइडमा मिनटको त भयो यो चाहिँ युवाई प्रोडक्सन यो जिडी प्याकिङको है यो सेक्युरिटी गार्ड कता गएको कस्तो भएको छ हाम्रो रङ्गोली भनिदिनु न मिस कस्तो भएको छ हाम्रो रङ्गोली दामी भएको छ कान्छी कान्छी रङ्गोली कस्तो भयो दामी भयो कुन चाहिँ रङ उयो को भन्नु त ऊ माथिको को भन्नु त किरण ऊ माथिको ओ दा हाम्रो उयो को भन्नु त उयो जाउँ माथि हाम्रो कुमार भाइ जुन हाम्रो एकजना पार्टनर कसले जित्छ इभरेटले जित्छ बुबु कसले जित्छ बुबु कसले जित्छ ल यो चाहिँ युनिट 2 है यस रविदा तल हेर्नु गयो तपाईँहरू कसले जित्छ ए तल हेर्नु गएको छैन तपाईँहरू दा कसले जित्छ भन्नु
हाम्रोले चाहिँ कसले अब भन्नुपर्छ त हेर्नुपर्छ तर पनि हाम्रो युनिक गरेको छ है यो रेटले रहेछ राम्रो छ यो। यो त दामी बनाइदिएको छ त अन्त भुइँमै चलिन्दा युवाई जिंदाबाद युवाई ने क्या कर दिया हिट बॉल कर दिया सबको हैप्पी दिवाली सबको बोलता कुछ नहीं बस ऐसे करके दिखाता है सब यसले नै बोल्छ हाला माथि जाउँ युनिटुको हेर्नु म गएको छैन यो बोकेर जानुपर्छ त के बोकेर दिनु परेन सबैका आइसिन कसले जितेन अन्त नम्मी कसले जित्यो ओ मैले भने त्यति कोही भनेछ कङ्ग्रेचुलेसन गर्दैन माथिको कस्तो थियो नानी माथि माथिको कसले जित्यो हाँस्छ मात्रै त हेरि चिक्के हाजु नाना कसले जित्यो कसले जित्यो हाम्रो युवाईले युवाई प्याकेटले जाउँ त माथि वाइ त यो सेकेन्डको जस्तो छ त सेकेन्डको जस्तो थियो अन्दाजा लाउनु न तिनजना अन्दाजा जे लाउँछ बुढीको गिफ्ट तपाईँलाई दिन्छु म निकै ध्यानले सुन्यो त लाने क्या हो भनेको जस्तो कसले जित्यो त ब्रदरहरू है थ्याङ्क यू दा थ्याङ्क यू दा वेलकम है राम्रो भयो रङ्गोली हाम्रो युवाईको गुड थ्याङ्क यू दा थ्याङ्क यू दा युवाईको युवाई जिन्दाबाद हाम्रो युवाई सेकेन्ड हुनेलाई जिन्दाबाद हाम्रो युवाई जिन्दाबाद अरूले त लिफा दिए त लिफा दियो पैसा दियो होला हौ थर्ड हुनु थर्ड हुनु फाइदा रहेछ त अन्त थर्ड हुनु फाइदा थियो थर्ड हुनु फाइदा रहेछ त थर्ड हुनु फाइदा थियो भनेर चाहिँ भनेको तर अब के छ थाहा छैन लिफा चाहिँ लिफाइ थियो के होला शान्त दा यहाँभित्र म तपाईँलाई दिन्छु ह्यान्डल दा ह्यान्डलै भएको थियो नि लस पऱ्यो नि कप भएन के हो मैले गेस गर्नु सकिनँ गेस गरेँ नि लु दा ए हल्का छ यो कप होइन यो आले भएर अनबक्सिङ गर्दा फुल्यो भने घरमै ल्याइदिन्छ तपाईँको ल कङ्ग्रेचुलेसन पेला ल सबलाई ह्याप्पी दिवाली ह्याप्पी दिवाली ल ह्याप्पी दिवाली ओ यो सुरेन हैन अर्को सुरेन त नि अब तपाईँ हजुर अर्को सुरेन त पता कुन चाहिँ अर्को ठुलो सुरेन त ए लामोले यस्तै दियो त यहीँ आज दिवालीको यो झोला ओला झट्टै झऱ्यो नि हौ झट्टै झऱ्यो नि लड्छ है झट्टै झऱ्यो नि लाइडस वेलनेस बस पनि अगाडि जाँदैछ हो आफ्नो प्यासेन्जर र आजको दिन चाहिँ यसरी बित्यो रङ्गोली पनि फर्स्ट रङ्गोली पनि आज जित्यो साथै आजको दिन यसरी नै बित्यो र यो हाम्रो एउटा स्विट्सहरू है र आजको चाहिँ यति यो चाहिँ जाइडस वेलनेसले हामीलाई दिएको मिठाई दिवालीको मिठाई ह्याप्पी दिवाली ह्याप्पी दिवाली जाइडस ह्याप्पी दिवाली छुट्याइदिनु न वाउ दामी है छुट्टी भएर खाँदै बस्छ अब अनि एउटा खुसीको कुरा चाहिँ के छ देखाइदिनुहोस् आज हाम्रो रङ्गोली कम्पिटिसन थियो इभोलिटीको पुरा जाइडसमा आफ्नो डिपार्टमेन्टको आज हामीले
फर्स्ट प्राइज रङ्गोली यो प्याकिङ। ले। 4 जना थियौँ दाजुहरू। के छ होला गेस गर्नु तपाईँ। जाइडस वेलनेसमा युनिटीको सुगर फ्री पनि त्यही बनिन्छ है। त्यसको यो सेटमा कम्ती हुँदैछ सुगर फ्री निकालेर। स्टे हाल्नु। भक्नु छ थ्याङ्क यू जाइडस वेलनेस तपाईँलाई। च्याप्टा छ त नेक्स्ट इयर पनि पार्टिसिपेट गर्ने हो र फेरि यसरी नै उठाउने हो हाम्रो कङ्ग्रेचुलेसन पुरा हाम्रो बुद्धिले देवेन्द्र दाहाले धेरै धन्यवाद है। ल यप गाइस आजको लागि भिडियो यति नै। आई होप तपाईँहरूले इन्जोय गर्नुभयो होला। फेरि पनि भिडियो आउनेछ अरू र तपाईँहरू सबैलाई फेरि पनि ह्याप्पी 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 दिवाली है। बाई बाई गाइस।